लसु नमस्ते तसिदेले फ्यापुल्ला यो भिडियो चाहिँ विशेष गरी मैले बौद्ध टिबेटन भाषा हैन लामा अक्षर भनिन्छ नि टिबेटन अक्षर सिक्न चाहना हुने उहाँहरुको लागि मैले यो भिडियो बनाएको हो। अनि यसमा चाहिँ अब विशेष गरी के सजिलो छ भन्दाखेरि अब टिबेटन अक्षरबाट पनि लेखिएको छ। टिबेटन अक्षर मात्र नभएर यहाँ नेपाली अक्षरबाट पनि छर्लङ्गै राम्रोसँगले लेखेको रहेछ यो। यसमा चाहिँ यो हेरेर तपाईले पढ्नु भयो भने चाहिँ तपाईले पनि छिटै बुझ्न सक्छ र यो चाहिँ यसको चाहिँ छिटै बुझ्ने खास चाहिँ के हो भन्दाखेरि आइडिया चाहिँ हामीले सकेसक्दो यसलाई चाहिँ हामीले लेख्दै गर्दै सिक्यो भने चाहिँ छिटै सिक्न चाहिन्छ। जसै गरी यो अहिले यो सबै यो 30 वटा अक्षर छ। यसले चाहिँ के भन्छ भने हामीले बेसिक सर्वप्रथममा लामा अक्षर पढ्नको लागि चाहिँ हामीले यो जान्नुपर्छ अनिवार्य। यो चाहिँ के हो भन्दाखेरि माथि लेखेको छ नेपालीबाट उनी चाहिँ यो टिबेटनबाट साल्चे सुन्चे हो। वर्णमाला साल्चे भनेछ। व्यञ्जन वर्ण रहेको छ। यो चाहिँ कतिवटा रहेको छ भनेदेखि 30 वटा। यो चाहिँ हामीले कसरी पढ्ने भन्दाखेरि चाहिँ फर्स्टमा यसलाई का भनेर पढ्नुपर्छ। कसरी पढ्नुपर्छ भन्दाखेरि का हैन नेपालीमा चाहिँ सिधै कसरी पढ्छ क ख भनेर पढ्छ। यसमा चाहिँ सिधै का है का का खा खा यसले चाहिँ घा भन्नुपर्छ घा घा यसले चाहिँ ङा भनेर पढ्नुपर्छ। अनि च्या च्या भनेर पढ्नुपर्छ यसले चाहिँ। अनि यसले चाहिँ छ्या भनेर पढ्नुपर्छ। यहाँ नेपालीबाट पनि लेखेको छ। यसले चाहिँ ज्या भनेर पढ्नुपर्छ ज्या। यसले चाहिँ न्या भनेर पढ्नुपर्छ न्या। अनि यसले चाहिँ ता भनेर पढ्नुपर्छ। अनि था अनि धा अनि ना ले पा फा भा मा ले चा छा जा वा भनेर पढ्नुपर्छ। त्यही कसरी पढ्नुपर्छ वा वा हैन। अनि शा सा हा या रा ला शा सा हा आ पढ्नुपर्छ है। फेरि म तपाईलाई पढेर सुनाउँछु। का खा घा ङा च्या छा झा न्या ता था धा ना पा फा भा मा चा छा जा वा शा सा हा या रा ला शा सा हा आ भनेर पढ्नुपर्छ है। यसरी पढ्नुभयो भने चाहिँ तपाईहरुलाई सजिलो पनि हुन्छ र अनि सकेसक्दो अब यो अक्षर यसरी बिस्तारै हेर्दै अथवा जानेको छेउमा अथवा कसैले अक्षर लेख्न जानुहुन्छ भने उहाँको छेउमा यसरी सिक्नु भएको हुन्छ र आफूले बिस्तारै हेरी यसरी तपाईले सिक्नु भयो भने चाहिँ छिटै हामीले यो कण्ठ गर्न सकिन्छ है। बेसिक हामीले अब यो कण्ठ गरेन भने यो कुनैबाट हामीले एउटा अक्षर हामीले चिनेन भने चाहिँ के हुन्छ भने हामीले कुनै पनि अक्षर त्यो उदा पढ्दाखेरि पढ्न सकिदैन र यो चाहिँ अक्षर मूल जरा जस्तो रहेको छ। त्यही भएको कारणले यो चाहिँ पढ्न महत्त्वपूर्ण छ। तपाईले त्यसरी पढ्नु होला है। पढ्दाखेरि फर्स्टमा सिक्दाखेरि चाहिँ का खा घा ङा च्या छा झा न्या ता था धा ना पा फा भा मा चा छा जा वा शा सा हा या रा ला शा सा हा
आ भनेर पढ्नुपर्छ हो। यसरी पढ्नु भने चाहिँ तपाईँलाई पढ्नु पनि सजिलो हुन्छ।